मर्निङ मम्मी। के भन्नु त्यसमा? के न के भन्नु त्यसमा भन्नुहुन्छ। यो चाहिँ मेरो गाउँ है, यस्तो देखिन्छ बिहानै उठेर हेर्दाखेरि। मैले भर्खर उठ्दैछु। के गर्दै तपाईँ चाहिँ? मेरो भाइ चाहिँ यहाँनिर घर पुस्दैछ, एकदम ज्ञानी छ, एकदम मेहनती छ, मजाले पुस्छ त्यहाँनिर छोडिस अलिकति। मम्मी चाहिँ यहाँ मलाई भाँडा मोला लाएर मस्तसँग फोन चलाएर बस्नु भएको छ यहाँ डन भएर। बल्ल बल्ल डन हुन पाएको 4 वर्षमा यस्तै डन हुन नपाएको। हजुर कति आयो नि हाम्रो भाइ राम्रो हुँदैछ, ह्यान्डसम हुँदैछ। यता मम्मी ब्युटिफुल हुनुहुँदैछ। मम्मी नङ हेरेको हेरे हुनुहुन्छ जस्तो छ। कस्तो लाग्यो नङ? मम्मीको नङ र मेरो नङ कस्तो राम्रो यस्तो राखौँ त। मेरो हात त काला भइगयो। यो कति दुःख गरेको हात हो नि त, अलि सङ्घर्ष गरेको हात यस्तो हुन्छ। हाम्रो पनि यस्तै त हुन्छ, अर्ग्यानिक हात छ मेरो चाहिँ यस्तो छ यस्तो। हाम्रो कान्छा मामा चाहिँ यहाँनिर हुनुहुन्छ। भिडियो यतिकै भिडियो बनाएको यतिकै। मम्मी चाहिँ यहाँ खाना दिँदै हुनुहुन्छ मामालाई। मामा चाहिँ खाँदिनँ भन्दै हुनुहुन्छ। लमी कोसँग बोल्दै हुन्छ? गोपाल दाजुसँग हो। को छ? ए ल पुष्प दाजु पनि आउनुभयो। हाम्रो डेडी खाना खाँदै, मम्मी पनि खाना खाँदै। अब म चाहिँ भिडियो बनाउन हिँडेको। कहाँ छ मेरो चप्पल? मेरो चप्पल यतासम्म नि भिडियो म पनि हेरेर आउनु पर्यो कस्तो बनाएछ डेकोरेसन। अघि त बनाउँछ कि गइसक्यो। अब सबै कति त छ होला नि बलेको होइन। म नि हेर्नु पर्यो त्यहाँ के गर्दै कस्तो बनाएको नि हेर्नु पर्यो। त्यो भाइ नै जस्तो छ। ओइ मैले त काठ निकालिदिन आँटेको थिएँ। त्यो काठ क्या यो किन राखेको भाइ? यो चाहिँ मेरो प्यारो भाइ, ह्यान्डसम भाइ भर्खर आउँदैछन्। कोही न कोही मेरो भिडियो, मेरो ब्लगिङ। अब यो त पुरै सुरु हुन्छ नि। तल लाइट खेल्न सकेन त्यति पनि यत्रो ज्यान भएको के काम? यस्तो भएछ नि। वाउ झिलिमिली भएछ यहाँ। यहाँ चाहिँ हाम्रो तुलसीको मठ। आएदेखि ढोएको नि रहेन रहेछ, यसो ढोगिदिनु पऱ्यो। आएदेखि ढोयो नि छैन। यहाँनिर हो त उयो चाहिँ स्वयंवर गर्ने ठाउँ चाहिँ यहाँ हो कि मेहन्दी हो? अरू छन् यहाँनिर। रोशन यहाँनिर मेहन्दी हो कि के हो? को? वासिङ मेसिन मात्र आएको छ। वासिङ मेसिन मात्र आएको छ। त्यो बटरफ्लाई हो। त्यो बटरफ्लाई चाहिँ रोशनको लागि राखेको। भोलि त्यहाँ लाएर उडेर जान्छ हाम्रो भाइ इन्गेजमेन्ट गर्न। यहाँ म नाच्छु नि, म नाच्छु रोशन। यहाँ मेरो भिडियो बनाइदिउँ। घर त 4 तले गरेर चल्नु जाउँ। के भयो? ए यहाँ त छैन त नि। पछि अनि किन फारू गर्ने हुनुभएको त? के रहेछ? किन फारू गर्ने हुनुभएको त नि? म चाहिँ यति बेला घर हेर्दैछु। वासिङ मेसिन त माथि पो राख्नु पर्थ्यो क्या, 3 तला माथि।
भोलि दिउँसो बनाउनु पर्यो भिडियो अब सबै डाँडा काँडा कति भयो कति पनि भएको छैन होला नि म कति 24 25 26 गते गएको मेरो ब्याग लगेको हो यहाँ छ मैले यतिकै भिडियो खिचिरहेको छु फोन म्याच गर्दैन हिनाजुलाई दिदीले केकले यहाँ केक छ माथि केकै छ गरेको केक हो यो बोक्न तिमी हेर्नु किन त्यसरी भिडियो बनाइरहेको कि फोन गरेको कि के हो मैले भिडियो बनाएको नि हाम्रो दिदी आउनु भयो भनेर धन्यवाद हजुरलाई आऊ सानो आज बर्थडे मैले त बर्थडे रे आज बर्थडे जेठी छोरीको बर्थडे भइसकेको त यहाँ त नि आउँदैन यस्तो भइसक्यो के गर्दा त्यही त म त होइन बित्दाको समय चाहिँ छैन कहाँ गयो सुन्नु भएन जस्तो छ दाइले सबैजना होइन त मेरो फुलमालामा त जुरेरै आएको कति मजा भएको यहाँ म भिडियो बनाउँदैछु मामा कस्तो लागिरहेछ तपाईँलाई एकदम दामी नि हो भान्जीहरू अस्ट्रेलियाबाट आएर यति मजाले बस्न पाइयो गफ गर्न पाइयो हो बर्थडे मनाइयो बर्थडे भान्जीको बर्थडे भान्जीको बर्थडे कस्तो फेरि जुरेको हो ट्याक्क ठ्याक्क जुरो पनि भगवान्ले यस्तो जलल बारेका बेला पुरै आकाशमै होइन बम पड्काएर जला ल बम थोरै पढिँदै छैन आउनलाई यसपालि देखिस् म कति भाग्यमानी पछाडि हो नि त अनि 8 वर्षै पछाडि नि लास्ट टाइम त थाहा छ दिदी तपाईँको बर्थडे बनाउन हामी क्यानबेरा गएको थियौँ नि रोशनकोमा प्लेटहरू लास्ट टाइम त क्या हल्का फोनको मन बसेको बज्न चाहिँ 1 बज्यो अब सुत्न आँटेको यस्तो छ बेलको हालत सुल लाएर अब यहाँ सुत्न आँटेको दिदी पर क्रिम लाउँदैछ बज्न चाहिँ 1 बज्यो यति बेला सुत्दैछौँ झुल्लाउने बिर्सेछु मैले त फेरि सम्झेर झुल्लाएर अब सुत्न आँटेको हो नि त दिदी हो नि गुड नाइट 1 बजी पनि यस्तो एनर्जी आउनु भनेको दिस इज कल चाउमिन हिजो उहाँ चाहिँ पनि भन्दै हुन्थ्यो समीर चाहिँ दिदीको जतिको चाहिँ हुनुपर्छ मान्छे दिदी लिएर कता मेरो त पुरा बिहेको भनेर पोस्ट पनि हालेछ एकछिनपछि भाइको पनि हालेछ एकछिनपछि अर्को पनि गरेछ आमा दिदी कलेज पनि जानुहुन्छ पढ्नु पनि हुन्छ टाइम पनि काम पनि गर्नुहुन्छ त्यही पनि पोस्ट पनि हाल्न भ्याउनुहुन्छ कसरी भन्दै हुन्थ्यो कति धेरै मल्टी ट्यालेन्टेड छु टाइम म्यानेजमेन्ट